साथीहरु, अहिले यो सुनको विषय चाहिँ अहिले विश्वभरि नै तहल्का पिटिरहेको छ। त्यसमा नेपाल पनि चोखोरनी कुरै भएन। अहिले सुन लगातार बढ्दै नयाँ ब्रेकमाथि नयाँ ब्रेक कायम गर्दै गइरहेछ। त्यही भएर साथीहरु, आज म सुनको बारेमा मैले जानेको कुरा, मैले विभिन्न मार्केटमा जम्मा गरेको इन्फर्मेसनको बारेमा आज म भन्न चाहदैछु। एक त अब हामी नेपाली भएकोले हामी नेपाली बच्चेदेखि तोला भन्ने हिसाब भएकोले पहिला तोला औंस बारे बुझौँ। हामीले टेक्निकल एनालाइसिसमा चाहिँ औंस बारे कुरा गर्छौँ। एक औंसमा चाहिँ 31 ग्राम जति हुन्छ भने एक तोलामा त सबै नेपालीलाई थाहा छँदैछ 11.66 समथिङ पछाडि नै हुन्छ, 11.67 ग्राम हुन्छ भनेर भनौँ। आज चाहिँ विशेष गरी मेरो चाहिँ गोल्डको एनालाइसिस हुनेछ। त्यसमा चाहिँ विशेष एक नम्बरमा चाहिँ राजनीतिक कारण, मेन सुन चल्ने भनेकै राजनीतिक कारण हो। त्यसपछि अर्को आर्थिक कारण। अब आर्थिक कारण चाहिँ विभिन्न डलरको कुराहरू हुन्छ, इन्ट्रेस्ट रेटको कुरा हुन्छ, यसमा धेरै हुन्छ, यो एकदम हुन्छ। अर्को भने चाहिँ प्राविधिक भन्छ, जुन चाहिँ चार्ट हेरेर हामीले सपोर्ट रेसिस्टेन्सको कुरा हुन्छ। त्यही भएर अब चाहिँ के हुन्छ त भन्ने यो चाहिँ मेरो अब विश्लेषण हुन्छ। 1, 2, 3 गर्दै राजनीतिक, आर्थिक र प्राविधिक कारणहरू म अलिकति जानेको जति भन्ने कोसिस गर्दछु। राजनीतिक कारणमा चाहिँ अहिले चाहिँ एकदम राजनीतिक अवस्थाले सबैतिर चाहिँ के भइरहेछ, इकोनोमी चाहिँ डामाडोल भएको छ। त्यस कारणले डलरको भाव हेरे डलर घट्ने, सबै रेटहरू घट्ने बढ्ने एकदम फ्लक्चुएसन भएकोले चाहिँ सुनमा लगानी गरौँ, यो फिक्स छ, अरू जस्तो प्रोडक्सन गर्न सकिँदैन। त्यही फिक्स भएको कारणले डिमान्ड बढ्छ र प्राइस बढ्छ भन्ने कारणले चाहिँ सुनको डिमान्ड बढिरहेछ। र त्यस साथसाथै अर्को एउटा रिजन पनि छ। अर्को एउटा रिजनमा चाहिँ अमेरिकाले चाहिँ अझ ब्याज दर घटाउने भन्ने अमेरिकाको राष्ट्र ब्याङ्कले चाहिँ निर्णय गर्दैछ। यदि ब्याज दर घट्यो भने के हुन्छ भने डलरको मूल्य घट्छ। डलरको मूल्य घट्नासाथ के हुन्छ, डलरको मूल्य घट्यो भनेर त्यसको विश्वसनीयता घटेर चाहिँ सबैले के गर्छ, सुनमा लगानी गर्न खोज्छन् र सुनको मूल्य बढ्छ। साथसाथै अहिले एकदम मेन सुन बढ्ने कारण भनेको चाहिँ इन्डियाले चाहिँ जति भरको उसको राष्ट्र ब्याङ्कमा भएको डलर सबैको चाहिँ सुन किनेको अवस्था छ। एक नम्बरमा अहिले सुन यति माथि 4375 पुग्नुको एक नम्बरको हात भनेको चाहिँ इन्डियाको राष्ट्र ब्याङ्कले चाहिँ 100 अर्ब भन्दा बढी माथिको चाहिँ सुन भण्डार पुऱ्याएको छ। त्यो भएर सुन बढेको छ भने अरू पनि जति पनि ब्याङ्कहरूले छ सुनको रिजर्भ चाहिँ बढाइरहेछ। त्यो कारणले पनि सुनको मूल्य बढिरहेछ। मेन अर्को रिजन छ, अमेरिकाको डोनाल्ड ट्रम्पले चाहिँ ट्यारिफ लगाउने, लगानीलाई अनिश्चितता गराउने गरेका छन्। त्यो हुँदा चाहिँ के गर्छ, इन्भेस्टरहरूले चाहिँ अलि सुरक्षित ठाउँमा लगानी गरौँ नि त भनेर, जस्तै 2024मा सुनको मूल्य 2000 डलर थियो भने अहिले 4000 पुग्यो। यस्तै गरी बढ्छ भनेर उनीहरूले सुरक्षित लगानी गरौँ न त भनेर सुनमा लगानी गरिरहेछन्। त्यही भएर नि मूल्य बढिरहेछ। यी त भए मेन सुन बढाउने कारणहरू। जुन चाहिँ यो एक महिना अगाडिको कारणले चाहिँ सुन बढेर अहिले 4375 प्रति औंस डलरसम्म पुग्यो। यो अब चाहिँ यति पुगिसकेपछि अब विभिन्न टेक्निकल एनालाइसिसहरूले पनि काम गर्छ। त्यो भएर एकताल चाहिँ अब मार्केट घट्ने चान्स छ। अब जतिले लगानी गरे, अब प्लेयर भनौँ न, सुनका प्लेयरहरू हुन्छ, जस्तै नेपालमा सेयरको प्लेयर भने जस्तै सुनको पनि प्लेयर हुन्छन्। उनीहरूले चाहिँ अहिले चाहिँ सुन बेचिरहेछन्। त्यो भएर एकदम फ्लक्चुएसन भइरहेछ। हेर्न सक्नुहुन्छ, आज हेर्नु, अस्तिको हप्ता शुक्रबार पनि हेर्नुहोस्, अनि सोमबार मङ्गलबारको यो सुनको हुन्छ नि फ्लक्चुएसनले चाहिँ के देखाउँछ भने बायरहरूले चाहिँ सुन किनेका छन् तर खेलाडीहरूले बेचिरहेछन्। साना लगानीकर्ताहरूले सुन किनिरहेछन्, जुन थाहा पाउँदैनन्, जुन टेक्निकल एनालाइसिस जान्दैनन्, तिनीहरूले सुन किनेका छन् भनेदेखि ठुला प्लेयरहरूले चाहिँ बेचिरहेछन्। त्यही भएको कारणले हेर्नु, 100 डलर प्रति औंस एकछिनमै, आधी घन्टामै, 1 घन्टामा झर्ने, अलिकति बढ्ने भइरहेछ। त्यो भएर तपाईहरु सतर्क हुनु होला। अब चाहिँ लगानी गर्नेले चाहिँ अलिकति पर्ख र हेरको समय छ। अब यो बारेमा चाहिँ अलिकति थाहा पाउनको लागि अलिकति चार्टको पनि आवश्यक पर्छ।
तपाईँ चार्ट हेर्न सक्नुहुन्छ। अहिलेको पछिल्लो राजनीतिक अवस्था हेर्दा चाहिँ जब इन्डियामा रिजर्भ भएको डलर चाहिँ सबै सुन किनेर अहिले यति माथि पुग्यो 4375 प्रति औंस डलर पुग्यो। यो मेन कारण भने इन्डियाले सबै भए जतिको डलर चाहिँ सकायो अनि उसले आफ्नै पैसाले चाहिँ रुससँग चाहिँ तेल किनिरहेछ। तर डोनाल्ड ट्रम्पले लास्ट वार्निङ दिइरहेछन्, अब पनि तेल किनिस् भने तँलाई अझ ट्याक्स लगाउँछु भनिरहेको छ। इन्डियाको अहिले इकोनोमी चाहिँ के भएको छ भने उसले गर्ने एक्सपोर्ट चाहिँ 37% घटिसकेको छ अमेरिकामा गर्ने एक्सपोर्ट। साथै अब अक्टोबर 29 तारिकमा चाहिँ डोनाल्ड ट्रम्प चाहिँ कोरिया जाँदैछन्, दक्षिण कोरिया जाँदैछन्। त्यहाँ चाहिँ सी जिनपिङलाई नि भेट्ने कार्यक्रम छ। त्यो हुँदा चाहिँ इन्डिया डराइसकेको अवस्था छ। यो अवस्थाले पनि अबको सुन चाहिँ अलिकति घटेर 2-4 महिना त्यतैतिर रुमलिएर अझ अलिकति घटेर अनि जाने त माथि नै हो, तर अहिले चाहिँ अझ अलिकति घट्ने सम्भावना देखिन्छ। विशेष गरेर यो सुन चाहिँ लगभग 1 औंस चाहिँ खानीबाट निकाल्न भनौँ न, माइनिङ गरेर निकाल्न चाहिँ लगभग 1200 देखि 1800 प्रति औंस डलर लाग्छ भनिन्छ। त्यो हुँदा पनि अब सुनको मूल्य ल 1800 नै लागे पनि ट्याक्स लगभग 50% 100 नै % जोड्दा नि 3000 प्रति औंस आउन सक्छ। अब आउँछ नै त भनिँदैन होइन, त्यति आउन सक्छ तर अलि टाइम लाग्न सक्छ। त्यही भएर अहिले चाहिँ सुन चाहिँ अब जति माथि गइसक्यो अब चाहिँ त्यहाँभन्दा माथि जानलाई अलिकति यो वर्ष चाहिँ अलिकति सम्भावना कम देखिन्छ। टेक्निकल एनालाइसिसबाट पनि हेरिहालौँ। यसलाई फर्स्टमा जाऊँ investing.com। investing.com को हामीले अलिकति सुनको अहिले रिसेन्टली अवस्था हेरौँ। सुन अहिले रिसेन्टली हेर्दाखेरि 4140 छ, जहाँ मुभिङ एभरेज अहिले बाई आइरहेछ, तर एकदम सुन फ्लक्चुएसन भएको अवस्था देखिन्छ। लगभग अहिले भनेको अलिकति बढ्ने अवस्था त देखिन्छ, तर ओभरअल मार्केटमा चाहिँ अब धेरै नै बढ्छ भनेर चाहिँ भन्न सकिँदैन। विभिन्न चार्टमा गएर हेर्दाखेरि यसलाई तपाईले हेर्न सक्नुहुन्छ, यहाँ 4143 भइरहेको छ। यो अब चार्टमा अलि डिटेलमा हेरौँ। यसलाई चाहिँ क्यान्डलस्टिक चार्टमा चेन्ज गरौँ, जुम गरेर हेर्न सक्नुहुन्छ, जसमा चाहिँ लगभग बेस रेट भने 3200 3300 3400 को आसपासमा घुमिरहेको सुन चाहिँ जब 81 बढ्न थालेर माथि गएको अवस्था छ। यो अवस्थामा यो 34-3500 चाहिँ यो इन्डियाले सुन किनेको देखिन्छ। त्यसपछि एवं रीतले बढ्दै माथि गएको देखिन्छ। एकताल 3950 बाट अलिकति घटेर अनि फेरि चाहिँ माथि 4375 पुगेर अनि फेरि एकताल घटेर अनि माथि गएको देखिन्छ। अहिले फेरि एकताल माथि गएर तल आइरहेछ। यसको रेन्ज चाहिँ तलको बेसिक रेट हाम्रो 3200-3300 बाट एकैताल त्यहाँ गएको एकदम छोटो समयमा त्यहाँ गएको देखिन्छ। त्यो भएर त्यो जानुको कारण चाहिँ त्यही इन्डियाले चाहिँ सुन किनेको कारणले देखिन्छ भने। अर्को चाहिँ एउटा फिबोनासीबाट हेर्दाखेरि हामीले बेस रेट 3250 तिरबाट 25% जति बढ्ने फर्स्ट स्टेजमा नयाँ रेकर्ड कायम गर्दा भनिन्छ। त्यो भएको हुनाले लगभग 3250 जतिको 25% भनेको चाहिँ 4375-80 जति हुन्छ। त्यहाँ पछाडि अब घट्यो भने चाहिँ 3950 सम्म आउने देखिन्छ। यो रेन्ज चाहिँ क्लियरै एकताल सपोर्टलाई टच गरेर अनि के हुन्छ भन्ने कुरा थाहा हुने देखिन्छ यो सपोर्टबाट। त्यही भएर अहिले तपाईँ हतारिएर सुन किनिहाल्न पर्ने अवस्था छैन, अहिले पर्खर हेरेको अवस्था छ। यो पनि तपाईँ मनन गर्नु होला। त्यहाँमाथि राजनीति कता जान्छ, विश्वको राजनीति कता जान्छ। अब त्यहाँ पछाडि पहिला त इन्डियाले सुन किनिरहेको थियो भने अब चाहिँ अरू देशले नै त्यस्तो ठुलो राष्ट्र ब्याङ्कले ठुलो मात्रामा सुन किन्ने भन्ने कुरा चाहिँ अहिले नआइसकेको हुनाले अब अलिकति तपाईँहरूले होल्ड गरेर हेर्न पर्ने अवस्था देखिन्छ।